हेलो गाइज, आज बाबुको स्कुलको फर्स्ट दिन। बाबु ह्याप्पी छिन्। आज मर्निङदेखिको ब्लग चाहिँ हामी सुट गर्दैछौँ। प्लिज हेरेर प्रतिक्रिया लाइक सब्सक्राइब गरिदिनु होला। बेबी सानो बिहान उठिन् अनि उठेर उसले अब गुड मर्निङ भन्छन्। गुड मर्निङ भनिरहेको छिन् चर्को स्वरले। अनि उनी उठेर ब्रस गर्छन्। आफै हो फेरि गर्ने, अरूले गर्दिन हुन्न, आफै गर्नुपर्छ उसलाई। पानी पनि आफै हाल्नुपर्छ। हामीले गरेको देखेर उसलाई उही गर्नुपर्छ कि हामी। मुख धुँदैछ। आज स्कुल जाने हो? होइन। हो। अनि स्कुल गएर के गर्छौ नि? कक्का गर्छौ? ए धेरै कक्का गर। अनि आएपछि हामी कहाँ जाने रे छोरो? अनि बाबालाई दिने हो केही न रे? बाबालाई पनि दिन्छौ? ट्रेनमा जाने कि बाइकमा? को जाने नि? मम्मी, बाबु, बाबा। ए सबै सँगै भएर तिमीलाई छोड्न जाने? ए ह्याप्पी छौ नि? उसले कुराहरू सुनायो अनि त्यसपछि फेरि ऊ खेल्न लाग्यो। ऊ चाहिँ मक्ख छ कि आज स्कुल जाने भनेर, धेरै समयपछि जाँदैछ नि त। अनि ऊ एकछिन खेल्यो अनि त्यसपछि अब उनको बुकहरू ड्रेसहरू चाहिँ उसको आइसक्यो। मैले चाहिँ कभरहरू हाल्न चाहिँ भ्याएन, अस्ति आएको गाउँबाट। अनि उसको ड्रेसहरू भयो। यो लगाएर हिँड्दा कस्तो राम्रो देखिन्छ होला है। बाबुको झोला हेर्दा हेर्दै बाबु पनि स्कुल जाने भयो। अनि अब उसले खाना खान लाग्यो। खाना खुवाउनु चाहिँ उसलाई 2-4 गाँस राम्रो खान्छ। अनि त्यसपछि चाहिँ अनि नाइ भनेपछि अनि हामीले चाहिँ केही एक गाँस पनि थप्नु मिल्दैन क्या। उसलाई वाक्का वाक्का गरिदिइहाल्छ। अनि उसले जति खान्छ होइन त्यति, त्यहाँभन्दा 1 गाँस पनि बढी खुवाउन सकिन्न उसलाई। खाइन्। अनि अब उसको ड्रेस लाउने पालो। लाउँदिन म भन्छ घरिघरि, के भन्छ गर्दा गर्दै अनि लगाएर पेन्टो देखाइरह। नाना लाउन भन्दै हाँसिरह उसले। केटाकेटीहरूलाई चाहिँ रेडी गर्न नि गाह्रो के है। अनि उसले ड्रेस लायो, अझै पनि उभिएर देखाउन मानिरहेन। सुनौ है त। ह्यान्डसम भयो, ह्यान्डसम कतिको ह्यान्डसम। अनि उसलाई अब म तेल लगाइदिँदैछु। जे गर्दा पनि उसकै पारामा छोडिदिएर गर्नुपर्छ कि। उसलाई हामीले उठ भनेर उठ्ने होइन, ऊ सुत्नै पर्छ उसलाई। अनि उसलाई उहाँ टाउको धार्नु दिन पर्यो। ह्याप्पी छ जोस्। अनि हेरिन् पुगुली टुकुन टुकुन हाल्दै हिँड्छिन्। आफै बोक्छु भन्छन् झोला फेरि। पहिलो दिन भएर हामीलाई पनि एक्साइटमेन्ट हुँदो रहेछ, के हुन्छ कस्तो हुन्छ भन्ने। बाहिरबाट बाइक कुरेर बसेँ उसले। भेनमा चाहिँ जानु भने अनि बाइकमा जाने बाबाको। अलि यता आऊ भन्दा पनि उसले बाइकमै कुरेर फाइनल्ली बाबाको बाइकमा चढ्यो। बाई बाई बाई। बाई। कुन हो बाबुको क्लास? ब्याग राख्न आफ्नो क्लासरुममा जाँदैछ। त्यहाँ पुगेर फेरि फर्केर बाई गर्छ। यति बेला यो जिनले चाहिँ फेरि त्यो श्री पञ्चमीमा लगेर त्यसपछि बानी पार्दाको सिनहरू याद भयो कि कस्तो नराम्रो लाग्यो। ऊ पनि फर्काउँदै हेर्दै गयो। उसलाई पनि त हामीलाई त्यहाँ देखेपछि उसलाई पनि नराम्रो लाग्यो होला। अनि सुरुकै दिनको याद आयो, कस्तो नराम्रो लाग्यो। धेरै पछि उसलाई छोड्न गएको थिएँ म पनि, नत्र बाबासँगै जान्थ्यो। बाई।